मसिया आज तपाईहरुको बीचमा एउटा क्रिस्चियन नाटक लिएर आएका छौं र यो नाटकको पात्रहरू कमेन्टेटर धनी मानिस लाजरस र अब्राहमको वार्तालापबाट तपाईहरु माझमा क्रिस्चियन सन्देश पुर्याउने आशा राखेका छौं। प्रियहरू नमस्कार, जय मसिया। तपाईहरुसँग भेटेर खुशी लाग्यो। मेरो नाम विश्वास हो। अहिले तपाईहरुको बीचमा एकदमै महत्त्वपूर्ण कुरा सुनाउन गइरहेको छु। हाम्रो कुरा ध्यान दिएर सुन्नुहुन्छ। पक्कै पनि हजुरलाई धन्यवाद। धेरै पहिले दरबार जस्तै एकदमै ठूलो घरमा राजा जस्तो जीवन जिउने एकजना धनी मानिस थियो। तपाई राजा हुनुभएको भए कस्तो जीवन जिन चाहनुहुन्थ्यो? पक्कै पनि सुख विलासमा र आफ्नो इच्छा अनुसारको। पक्कै पनि एकदमै सुख विलासमा जिउन मन लाग्छ। आफूलाई राजा जस्तै विचार गर्ने धनी मानिसलाई भेटिरहेको भए त मैले चाहे भने सब थोक गर्न सक्छु। राजा पनि मेरो अघि केही होइन। मैले गर्न नसक्ने केही पनि छैन। म सब थोक गर्न सक्छु। सब थोक गर्न सक्ने म आफूलाई प्रेम गर्छु। प्रियहरू, आफूलाई प्रेम गर्ने यो धनी मानिसले साँच्चै उनले भनेको जस्तो सुकै काम पनि गर्न सक्छ होला त? पक्कै पनि सक्दैन। धनी मानिसले थाहा नभएको एउटा कुरा छ, त्यो चाहिँ एकदमै महत्त्वपूर्ण आत्मिक समस्या हो। राम्रोसँग सुन्नुहोस्, हामी जतिसुकै धनी भए तापनि आफूले हल गर्न नसक्ने समस्याहरू छन्। वास्तविकता के हो त? त्यो चाहिँ कसको समस्या हो? पाप चाहिँ परमेश्वरलाई विश्वास नगर्नु र परमेश्वरले मन नपराउने विचार कुरा व्यवहार गर्नु हो। ममा पनि त्यस्तै प्रकारको पापहरू छन्। तपाईहरुमा पनि पाप छ होला। हजुर हो, हामी सबैमा यस्तै पाप हुन्छ। जतिसुकै पैसा भए तापनि पापको समस्यालाई समाधान गर्न सकिँदैन। तर साँच्चै यो अचम्मको धनी मानिस चाहिँ त्यो सत्यता थाहा नपाएर यसरी ठूला कुरा गरिएको छ। होइन, सबै मानिसहरू मलाई किन डाहा गर्छन्? किनभने मसँग धेरै पैसा छ। यसरी यति ठुलो घरमा राजा जस्तो जीवन बिताइरहेको छु। पैसा नै सब थोक हो। धनी मानिस हरेक दिन भोज गर्थ्यो। मिठो खानेकुरा खाएर आफ्नो अगाएको पेट सुन्छुबाउँदै जीवन बिताइरहेको थियो। तर उनलाई पापबाट छुटकारा पाउने तरिका थाहा थिएन। त्यसकारण परमेश्वरले धनी मानिसको घरमा लाजरसलाई पठाउनुभयो। लाजरस पनि धनी मानिसको घरमा भिख माग्दै जीवन गुजारा गर्थ्यो, किनकि लाजरसको शरीरभरि घाउ नै घाउ भएको कारणले लाजरस अरू मानिस जस्तो काम गर्न सक्दैन थियो। तर लाजरस चाहिँ यसो क्रिस्टलाई प्रेम गर्ने मानिस थियो। ल अब लाजरसलाई एकपटक भेटिएर है त। हे धनी मानिस, येशू ख्रीष्ट तपाईँ र मेरो पापको कारण क्रुसमा मर्नुभयो र त्यसपछि 3 दिनपछि फेरि जीवित हुनुभयो। येशू ख्रीष्टलाई विश्वास गर्यो भने स्वर्ग जान सकिन्छ। येशू ख्रीष्टलाई विश्वास गर्नुहोस्। के? येशूलाई विश्वास गर भनेको? येशू को हो? होइन, यो भिखारी धेरै दिनसम्म भेटेको थिएन। फेरि हाम्रो घर अगाडि आएछ। धेरै फोहोर गर्छ यसले। उता जा। मालिक, यस्तो नगर्नुहोस्। बरु अलिकति खाना दिनुहोस्। हाम्रो घरमा तँलाई दिन मिल्ने खाना छैन। ओए मरा, छिटो अर्को ठाउँमा जा। तैँले विश्वास गरेको येशूले तँलाई एउटा खानेकुरा दिन सक्ने शक्ति छैन। जस्तो छ त्यस्तो येशूलाई विश्वास गर्नुभन्दा खानेकुरामा विश्वास गर्छु। हाम्रो क्रिस्ट येशूलाई जे पाए त्यही नभन्नुहोस्। येशू क्रिस्ट स्वर्गको मालिक हुनुहुन्छ। म मरे भने येशू ख्रीष्टले मलाई स्वर्ग लगाउनुहुन्छ। के रे? यो कुरा के भन्दैछ? त स्वर्ग जान्छस् भनेको? स्वर्ग त म जस्तो धेरै पैसा भएको मानिस जाने ठाउँ हो। स्वर्ग होइन। पैसाले स्वर्ग जान सकिँदैन। येशू ख्रीष्टलाई विश्वास गरेमा मात्र स्वर्ग जान सकिन्छ।
म स्वर्ग पनि पैसाले किन्ने मानिस हो, बुझिस्? स्वर्ग एकदमै सफा ठाउँ हो, त्यसैले स्वर्ग फोहोर पाप जान सक्दैन। हामी सबै पापी हौँ। हामी पापीहरूको सट्टामा कुसमा रगत बगाएर मर्नुहुने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। येशूलाई विश्वास गर्नुभयो भने तपाईले पनि पापबाट छुटकारा पाएर स्वर्ग जान सक्नुहुन्छ। हजुरहरू पनि येशू ख्रीष्टलाई विश्वास गरेर हामी सँगै स्वर्ग जान पाए राम्रो हुन्थ्यो। ए भयो भयो भयो, यो खान नपुग्ने मोरा मलाई देख्ने बित्तिकै येशूको गुणगान गाउँछ। स्वर्ग स्वर्ग भनेको कुन स्वर्ग? त स्वर्ग नपुग्छस् र स्वर्ग साँच्चै नै छ भने कसरी थाहा पाइस्? छ रहेछ भने मैले पैसाले जान सक्छु। यति धेरै पैसा भएको मान्छे म स्वर्ग जान सकिनँ भने अरू को जान सक्छ? अनि कहिलेकाहीँ मैले राम्रो काम पनि त गरेको छु। एकचोटि मेरो गीत राम्रोसँग सुन्नुहोस् है। पैसाले जान सकिँदैन परमेश्वरको राज्य, मनमा भएर जान सकिँदैन परमेश्वरको राज्य। येशूलाई विश्वास गरेर जाने रे परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य। पैसाले जान सकिँदैन परमेश्वरको राज्य, मनमा भएर जान सकिँदैन परमेश्वरको राज्य। येशूलाई विश्वास गरेर जाने देश परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य। धेरै समयपछि गरीब लाजरस र पैसा धेरै भएको ठुलो कुरा गर्ने धनी मानिस लाजरस चाहिँ मृत्युपछि के साँच्चै स्वर्ग गयो होला? के स्वर्ग छ होला? यो स्वर्ग हो है। लाजरस छ कि छैन एकचोटि खोजेर है त। लाजरस, हे लाजरस, कसले मेरो नाम बोलाउँदै हुनुहुन्छ? को हो? म विश्वासका पिता अब्राहम हुँ। म तिमीलाई राम्रोसँग चिन्दछु। के तिमी मलाई चिन्छौ? हजुर, राम्रोसँग चिन्छु। तपाईँको दारी एकदमै राम्रो भएछ। लाजरस, तिमीले यस संसारमा धेरै दुःख भोग्यौ, तर पनि सहेर बस्यौ। यता आऊ बा। संसारमा धेरै दुःख गरेको लाजरसलाई अँगालोमा हाल्नुभयो। लाजरस पनि एकदमै खुसी भएर अब्राहमलाई अँगालोमा हाले। तर त्यहाँ कहिले ननिम्ने आगोमा त्यो मानिस चलिरहेको थियो। त्यो ठाउँबाट कसैले अब्राहम अब्राहम भनेर बोलाउँदै थियो।
ठाउँ र लजारस भएको ठाउँको बीचमा ठुलो खाडल भएकोले लजारस धनी मानिस भएको ठाउँमा जान सकिँदैन। पहिले धनी मानिसले जीवन जिउँदै गर्दा लजारसको पीडा मानेको भए अहिले यो डरलाग्दो दुःखमा आउनु पर्ने थिएन। तर त्यो धनी मानिस स्वर्ग नै छैन भन्ने विचार गरेर आफ्नो इच्छा अनुसारको जीवन बिताएकोले यो ठाउँमा आउनु पर्यो। सुनाएका सुसमाचारलाई सुनेर यस स्वर्गमा आउन सक्नेछन्, तर त्यो नरकको कहिले ननिप्ने आगोमासँग दुःख भोग्नु पर्नेछ तिमीले। अब त्यहाँबाट उम्कने अरू कुनै उपाय पनि छैन। अब तिमी अनन्तसम्म गाह्रो गरी यहाँ बस्नुपर्छ। जति पछुतो गरे पनि स्वर्ग जान सक्ने मौकालाई लत्ताइसकेको छ। अब कुनै मौका छैन। मुक्ति पाउने सबैले जीवित छँदै यसो ख्रीष्टलाई विश्वास गर्नुपर्छ। प्रियहरू, स्वर्ग र नरक साँच्चीकै छ। तपाईँहरू पनि लाजरस जस्तै यो सुखको स्वर्गमा जान चाहनुहुन्छ? परमेश्वरले तपाईँहरूसँग अनन्तसम्म रहनको लागि सुन्दर स्वर्ग तयार पार्नु भएको छ। त्यसैले त्यो स्वर्गको बाटोको रूपमा यसुलाई हाम्रो बीचमा पठाउनु भयो। अनि यसुले हामीलाई यति धेरै प्रेम गर्नुभयो कि हाम्रो निम्ति मरिदिनु भयो। पैसाले जान सकिँदैन परमेश्वरको राज्य, जति असम्भव पनि जान सकिँदैन परमेश्वरको राज्य। यसुलाई विश्वास गरेर जाने देश परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य। पैसाले जान सकिँदैन परमेश्वरको राज्य, जति असम्भव पनि जान सकिँदैन परमेश्वरको राज्य। यसुलाई विश्वास गरेर जाने देश परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य, विश्वासद्वारा जाने देश परमेश्वरको राज्य। जस्तो मृत्युपछि पछुताउनु नपरोस्। त्यसैले हामी जीवित छँदै यसो ख्रीष्टलाई विश्वास गरेर सबैले स्वर्गको राज्य सुरक्षित गरौँ। तपाईँहरूसँग यसरी सँगै हुन पाउँदा धेरै खुसी लाग्यो। फेरि भेटौँला। आमेन।